गोल घरमा 3x3 को पिंजडा जस्तो ठाउँमा 6 महिनाभन्दा बढी छाना नभएको ठाउँमा शीत चिसो ठण्डी ती सबै बेहोरेर बसिराखेको एक मध्यरात सम्माननीय प्रधानमन्त्रीज्यू त्यो बेला उहाँको कोही जेलभित्रै भएको अर्को कैदी त्यहाँ चलेको नदेखिसकेपछि त्यहाँ गएर हेर्नुभएछ। हेर्दाखेरि सम्माननीयज्यू अर्धनिद्रामा हुनुहुन्थ्यो, ठ्याक्क बिहोजिनु भयो र हेर्नुभयो अरे र हेरेर भन्नुभयो के म मरे भनेर हेर्न आएको? म मर्दिनँ, देशमा धेरै कुरा गर्नु छ, धेरै कुरा गर्नु छ। 3x3 को त्यति सानो एउटा पिंजडा जस्तो ठाउँमा रात 6 महिना गुजार्दाखेरि पनि त्यति डरो सपना देख्ने इस्पात जस्तो छाती भएका र दृढ संकल्प भएको विचार बोकेको सम्माननीय केपी शर्मा ओलीजीको यो पुस्तक सपना संघर्ष र संकल्प आजको पुस्ताका लागि पठनीय सामग्री हो, संग्रहणीय ब्याङ्केबल सामग्री हो भन्दा फरक पर्दैन भन्न चाहन्छु। यतिखेर आफ्नो मन्तव्य राखिदिनु हुनका लागि ब्याङ्कर प्रभु ब्याङ्कको तर्फबाट श्री अशोक शेरसनलाई विनम्र अनुरोध गर्दछु। धन्यवाद दिनेश दाइ। कार्यक्रमका अध्यक्षज्यू, प्रमुख अतिथि सम्माननीय पूर्व राष्ट्रपतिज्यू, सम्माननीय प्रधानमन्त्रीज्यू, यो पुस्तक विमोचनको कार्यक्रममा चाहिँ बोल्नेको लिस्ट एउटा पठाउनु भएको थियो गणेश दाइले। उहाँको मेरो पुरानो चिनजान भएको भएर मलाई लेख्न पनि भन्नुभएको थियो केही, तर म ठ्याक्कै एउटा कार्यक्रमको सिलसिलामा बाहिर भएको हुनाले मैले लेख्न र प्रकाशित गर्न पाइनँ। अनि नेपाली राजनीतिक क्षेत्रका एउटा यस्तो अद्भुत व्यक्तिको बारेमा बनाइएको किताब जसमा चाहिँ नेपाली समाजका यस्ता अद्भुत व्यक्तिहरूले लेख्नु भएको छ, त्यो पुस्तकको विमोचनमा गएर त्यो पुस्तकको बारेमा समालोचना गर्ने, त्यो पुस्तकको बारेमा विचार व्यक्त गर्ने ल्याकत मेरो दिमागले भ्याउँदैन दाइ, म कार्यक्रममा आउँदिनँ होला भनेर भनेको थिएँ। अनि फोन राखेको 4-5 मिनटमा फेरि यसो सोचेँ, एउटै मञ्चमा नेपालका तीन बहुप्रतिभाशालीहरूको भेटघाट हुँदैछ। एउटा म जसले गीत सङ्गीतबाट भर्खरै एउटा बसन्त भन्ने फिल्म बनाएको छु, त्यही भएर मैले बहुप्रतिभाशाली भन्न लाग्यो आफूलाई। एकजना सम्माननीय प्रधानमन्त्रीज्यू, उहाँको प्रतिभाहरूको बारेमा त तपाईँलाई थाहै छँदैछ। उहाँको साहित्यिक चेत, उहाँको कला चेत, उहाँको सङ्गीत चेत र विशेष गरेर उहाँको व्यङ्ग्य चेतको बारेमा त हामी परिचित छँदैछौँ। एउटा बहुप्रतिभाशाली व्यक्तित्व हुनुहुन्छ सम्माननीय प्रधानमन्त्रीज्यू। र अर्को प्रतिभाशाली व्यक्तित्व आजका लेखक गणेश पाण्डे, जसले बनाएका वृत्तचित्रहरू अन्तर्राष्ट्रिय स्तरमा पुरस्कृत छन्। 2-4वटा म्युजिक भिडियोमा मलाई खेलाउनु भएको छ, के जोस चलेर हो। कहिलेकाहीँ फोन गरेर भाइ एउटा गीत बनाउनु पर्यो भनेर गीतको कुरा पनि गर्नुहुन्छ, पत्रकारिता पनि गरिरहनु भएको छ, एट द सेम टाइम राजनीतिमा पनि व्यस्त हुनुहुन्छ। यी 3वटा बहुप्रतिभाशालीहरूको भेटघाटको यो मौकालाई नछोपौँ भनेर म उपस्थित भएको छु। तपाईँलाई अल्छी लाग्दैन भने एउटा ताली बजाइदिनु। एकैछिन मैले किताबमा लेख्न पाइनँ, तर मैले केही लेख्छु भनेर नोट चाहिँ गरेको थिएँ र मैले सम्माननीय प्रधानमन्त्रीज्यू केपी शर्मा ओलीज्यूलाई मैले राजनीतिक व्यक्तिको रूपमा भन्दा पनि उहाँको व्यक्तिगत जुन ग्राफ छ, व्यक्तिगत जुन सङ्घर्ष छ, जुन यात्रा छ, त्यो देख्दाखेरि चाहिँ मलाई विचित्रै लाग्छ। म एउटा नयाँ पुस्ताको युवा भएको हिसाबले मैले एक बारको जिन्दगीमा कम्तीमा पनि यतिको सपना देख्न सक्नुपर्छ, यतिको सङ्घर्ष गर्न सक्नुपर्छ। एक बारको जिन्दगीमा यति धेरै रङहरू पनि बाँच्न सम्भव छ, यति धेरै परिवर्तनहरू गर्न र परिवर्तनहरू देख्न सम्भव छ, यति धेरै प्रगति गर्न सम्भव छ। तेह्रथुमको कुनै गाउँबाट आएर सर्वोच्च निकायको नेपालको कार्यकारी प्रधानमन्त्री हुन सम्भव छ भन्ने एउटा अरू कुराहरू छोडौँ, अरू राजनीतिक यात्राहरूको कुराहरू, विचारको कुराहरू, उहाँको कम्युनिस्ट आन्दोलनको कुराहरू, अहिले कार्यकारी भएर देश चलाउने कुराहरू छोडेर एउटा व्यक्तिगत रूपमा केपी शर्मा ओलीलाई हेर्ने हो भने पनि हामीले हाम्रो समयका युवाहरूले र अलिकति निराश बाआमालाई गरिब देखाएर गाउँको भेगमा जन्मिए भनेर अथवा विभिन्न बाहनामा सपना देख्न पछि हट्ने, प्रगति गर्न पछि हट्ने, सङ्घर्ष गर्न पछि हट्नेहरूका लागि चाहिँ केपी शर्मा ओलीजीको जीवन चाहिँ साँच्चीकै प्रेरणादायक छ। उहाँको जीवन गराएकोलाई मात्रै हेर्ने हो भने पनि यार सामान्य समय यार जीवनमा असम्भव भन्ने कुरा केही पनि छैन, गर्न सकिँदो रहेछ त भन्ने हिसाबले चाहिँ व्यक्तिगत प्रेरणा चाहिँ उहाँबाट लिइरहेको हुन्छु म पनि र अरूलाई पनि। त्यो यो पुस्तक मार्फत गतिलो उदाहरण हुन सक्छ।
मेरो बा मैले 58-60 वर्षको हुनुभयो अनि उहाँहरूले कहिलेकाहीँ ब्ल्याकमेल गर्नुहुन्छ, यत्रो बुढी हुन लागिसक्यो, अब बिरामी भइन्छ, यो भइन्छ, त्यो भइन्छ भनेर अनि मैले उहाँहरूलाई उहाँको स्वास्थ्य अवस्थाको बारेमा र अहिले प्रधानमन्त्रीज्यूको सक्रियताको बारेमा उहाँलाई भनेर मनाउने गरेको छु। सो उहाँको आत्मविश्वास, उहाँको जुन किसिमको ऊर्जा छ, जुन किसिमको यो उमेरमा पनि जुन किसिमको उहाँको उमेरभन्दा बढी युवा सोच छ, त्यसपछि म ती कुराहरूलाई चाहिँ साबती माग्न चाहन्छु। उहाँको स्मरण शक्ति छ। मैले 3 चोटि भेटेँ र 3 चोटि भेट्दाखेरि मैले 3वटा गीत निकालेको थिएँ उहाँसँग। बालुवाटारमा लेखिँदाखेरि उहाँलाई 3वटै गीत याद रहेछ। कानमा झुम्का कसले किनिदियो पनि याद रहेछ, पिर पनि याद रहेछ। अनि म एउटा सामान्य कलाकारका लागि त्यो एउटा ठुलो प्रेरणा भयो। यसका लागि म धन्यवाद दिन चाहन्छु, आभार व्यक्त गर्न चाहन्छु। एकपटक गणेश पाण्डे दाईसँग लमजुङमा भेट भएको थियो मेरो। तपाईँ जानु भन्न आउनुभएको त होइन? देख्दै थियो केही दिन अगाडि भाइरल भएको थियो। एकपटक गणेश पाण्डे दाईसँग लमजुङमा भेट भएको थियो अनि म त्यतिखेर भर्खर आफ्नो कलाकारिता सुरुवात गरेको थिएँ। अनि स्टेजबाट भर्खर गीत गाएर मलाई कसैले पनि चिन्दैन थियो। म एकजना कलाकारको पछि लागेर स्टेजमा गाउन पाइन्छ भनेर गएको थिएँ। अनि स्टेजबाट झर्ने बेलामा चाहिँ गणेश दाईले तिमी राम्रो गाउने रहेछौ, तिमी लामो रेसको घोडा हुन्छौ है प्रकाश भाइ भनेर मलाई धाप मार्नु भएको थियो। गणेश दाई मलाई, म जुन समाजमा हुर्केँ, जुन समयमा हुर्केँ, मलाई घोडाहरूभन्दा खच्चडहरू मन पर्थ्यो। म जन्मिँदै गर्दाखेरि मलाई घोडा र घोडा चढ्ने मान्छेहरू खराब लाग्थ्यो, शासकहरू लाग्थ्यो। तर खच्चड खेल्नेहरू र खच्चड खेल्नेहरूले बोकेर आउने रातो पर्चाहरू, सूर्य अङ्कित, तारा अङ्कित, कलम अङ्कित, हँसे हथौडा अङ्कित पर्चाहरू प्रिय लाग्थ्यो। र मैले धेरै पछि थाहा पाएँ ती पर्चाहरू, ती विचारहरू कुनै जेलमा बसेर, कुनै कुनामा बसेर, जेल सहेर, कुनै भूमिगत बसेर केपी शर्मा ओलीज्यूहरूले बनाउनु भएको रहेछ। यो परिवर्तनको लागि यो उहाँको रहेछ भन्ने कुरा छ। मैले धेरै पछि थाहा पाएँ र जब थाहा पाएँ मैले उहाँ र उहाँको पुस्तालाई, नयाँ पुस्ताको आज हामीले जुन नयाँ व्यवस्था पाएका छौँ, जुन वाक स्वतन्त्रता पाएका छौँ, जुन नयाँ समृद्धिको सपना देख्न पाएका छौँ, उहाँ र उहाँको पुस्ताको यो योगदानको लागि म यो पुस्ताको भाव हिसाबले मनबाट आभार व्यक्त गर्न चाहन्छु। तर एट द सेम टाइम हामीले हाम्रो जीवन बाँच्नु छ, नयाँ समयअनुसार बाँच्नु छ। तपाईँहरूले अब गर्ने कार्यशैलीहरू म उहाँ मार्फत सबै कुरो समयमा परिवर्तनमा योगदान गरेका नेताहरूलाई भन्न चाहन्छु कि तपाईँहरूले जुन यो व्यवस्था परिवर्तनका लागि योगदान पुर्याउनु भएको छ, तपाईँहरूको अबको कार्यशैलीले चाहिँ म जस्ता युवाहरूमा जुन किसिमको छाप छ तपाईँलाई लिएर उहाँले गर्दा नै हामी यहाँ छौँ, यो देश यहाँ अवस्थामा छ, यो देशको परिवर्तन उहाँले गर्दा सम्भव भएको भन्ने जुन किसिमको केपी शर्मा ओलीज्यूहरूको इमेज मेरो दिमागमा छ, त्यो कहिले पनि परिवर्तन नहोस्, झन् बढ्दै बढ्दै जाओस् र तपाईँहरूको योगदान, तपाईँहरूको आगामी कार्यशैलीले फितलो नहोस्, यही शुभकामना दिन चाहन्छु। मञ्चको लागि धन्यवाद।